एभ्रिवान, आज हामी लिङ्किङ मेथडलाई युज गरेर कसरी 1 देखि 20 सम्मको सबै एलिमेन्ट्सहरू छिनभरमै याद गर्ने र त्यो एकदमै लङ लास्टिङ तरिकाले चाहिँ याद गर्ने भन्ने कुरा चाहिँ हामी यो टेक्निक सिक्न गइरहेको छौँ। यो टेक्निक एकदमै इम्पोर्टेन्ट किन पनि छ भनेर भन्दाखेरि यो टेक्निकहरूलाई हामीले युज गरेर प्याराग्राफदेखि लिएर सबै बुकहरूको पेज नम्बर सहित पनि याद गर्न सक्छौँ, तर त्यसको यो सानो डेमो मात्रै रहेको छ। यो मेथड सिकिसकेपछि हजुरहरूले उल्टो सुल्टो र बीचबाट जहाँ कहीँबाट सोधे पनि एलिमेन्टहरूको नम्बरहरू चाहिँ भर्न सक्नुहुन्छ। जस्तै यो कति नम्बरमा भनेर चाहिँ हजुरहरूले एलिमेन्ट्सको चाहिँ नम्बरिङ सिस्टम सहित हामीले याद गर्नेछौँ। यसमा हामीले प्रत्येक नम्बरलाई चाहिँ एउटा इमेज दिएका छौँ है। हाम्रो ब्रेनले चाहिँ नम्बर्स भन्दा पनि एउटा इमेजको फर्ममा चाहिँ मेमोराइज गर्न सक्ने हुने भएको भएर हामीले जस्तै 1 लाई सन भनेर चाहिँ लिएको छौँ। जस्तै अब यसमा चाहिँ 1 रिप्रेजेन्ट गर्यौँ। सनलाई रिप्रेजेन्ट गरिरहँदाखेरि हामी बिहान उठ्ने बित्तिकै हाम्रो यो हिन्दू रिलिजनमा अथवा हिन्दूको कल्चर अनुसार बिहान उठ्ने बित्तिकै हामीले सूर्य भगवानलाई पानी चढाउँछौँ है, छठमा पूजा गर्छौँदेखि लिएर अझै अरू कति रीतिरिवाजहरू छ हाम्रो। त्यसरी नै हामी बिहान उठ्ने बित्तिकै सनलाई नमस्कार गर्छौँ। के गर्छौँ त हामी सनलाई बिहान उठ्ने बित्तिकै हाई गर्छौँ है त, हाई गर्छौँ। हाईबाट हाम्रो हाइड्रोजन भयो है त। फर्स्टमा हाम्रो 1 मा के पऱ्यो त हाइड्रोजन। सिमिलरली हाम्रो 2 लाई हामीले जू भनेर चाहिँ राइमिङ वर्ड दिएको छौँ। जूमा जाने बित्तिकै यो सानो बच्चाबच्चीहरूलाई चाहिँ के गर्छ त, एनिमल्सहरूलाई देखेर चाहिँ हेलो गर्छन् होइन। हेलोबाट HE बाट हिलियम है त। हिलियम भनेको 2 भनेको जूमा पऱ्यो। 3 दिएको छ। 3 बाट हामीले के गर्न सक्छौँ त भनेर भन्दाखेरिमा चाहिँ हामीले जुन स्कुलमा चाहिँ पिटाइ खाने गर्थ्यौँ त्यो लट्ठी जुन छ त्यो लट्ठी कहाँदेखि बनाउने हो त, यही ट्रीदेखि नै ट्रीकै हाँगाहरू चाहिँ ब्रान्चेसहरूलाई चाहिँ भाँचेर चाहिँ लट्ठी बनाइयो। लट्ठीबाट लिथियम है त। लिथियम भनेको केमा पाइयो त, ट्रीबाट पाइयो। ट्री भनेको 3। यसरी हामीले मेमोराइज गर्न सक्छौँ। लाइकवाइज 4 लाई हामीले डोर भनेर कन्सिडर गरेको छौँ। 4 लाई हामीले डोर कन्सिडर गरिरहँदाखेरि जो बरालिएका मान्छेहरू हुन्छन्, जस्तै घरमा त सबै मान्छेहरू बस्न पर्यो, बरालिएका लफङ्गा केटाहरूलाई के गर्न पर्यो, डोरदेखि निकाल्न पर्यो, लात हानेर निकाल्न पर्यो है त। बरालिएका केटाहरूलाई डोरबाट निकाल्न पर्यो। डोरबाट कसलाई निकाल्न पर्यो त, बरालिएका केटाहरूलाई निकाल्न पर्यो। भनेपछि यसबाट के भयो त, अब हाम्रो बरालिएकाबाट बेरिलियम भनेर यसरी हामी याद गर्न सक्छौँ। त्यसरी नै 5 लाई हामीले हाइभ भनेर राइमिङ वर्ड दिएको छौँ। हाइभमा चाहिँ के छ त, हाम्रो यो द ग्रेट खली, हाम्रो खली बोरो। बोरो चाहिँ के भयो त, अब चाहिँ म हार्न लाएँ, अब चाहिँ म चाहिँ त्यो जुन म्याड हनी हुन्छ त्यो हनीकै हाइभ नै अट्याक गरेर त्यही खाएर चाहिँ म अब लड्न जान्छु, रेस्लिङ गर्न जान्छु भन्ने चाहिँ हाम्रो खली ब्रो चाहिँ जानुभयो होइन। हाइभमा को गयो त, बोरो गयो। बोरो भनेको बोरोन है त। 5 मा के पर्दो रहेछ त, बोरोन पर्दो रहेछ। सिमिलरली हामीले भिक्स भनेर चाहिँ राइमिङ वर्ड दिएको छौँ। भिक्समा के पर्यो त, 6 पर्यो है त। त्यसरी चाहिँ हाम्रो चाहिँ के छ त भनेर भन्दा बच्चा बेलामा भिक्स चक्लेट मन नपर्ने सायदै कमै हुन्छ होला है। अब यतातिर कार बन्द भइरहेको छ, हामीलाई मतलब छैन, हामी चाहिँ त्यो कारमा गएर जम्प गरेर चाहिँ त्यहाँ भएको भिक्स चक्लेट चाहिँ लिएर आउँछौँ। हामीलाई त्यति मनपर्छ भिक्स चक्लेट है त। कार बन्द भइरहेछ, हामीलाई कारसँग मतलब छैन, हामीलाई ओन्ली भिक्स चक्लेटसँग मतलब छ है त। भनेपछि भिक्स चक्लेट कहाँ छ त, कारमा छ। कार बन्द भइरहेछ भनेपछि कार्बन केमा पर्यो त, भिक्स। भिक्स भनेको 6 है त। एट द एन्ड कार्बन केमा पर्यो, 6 नम्बरमा पर्यो। लाइकवाइज 7 लाई हामीले हेभेन भनेर चाहिँ राइमिङ वर्ड दिएको छौँ। हेभेन भनेपछि हामी दिसभरि होमवर्क हुन्छ, काम हुन्छ, यताउताको दुनियाँदारीको कुराहरू हुन्छ है। हाम्रो एकदम नर्क जस्तो जीवन हुन्छ दिउँसोमा चाहिँ, एकदमै खटेर जिन्दगी बिताइरहनु परेको छ। तर हामी जब नाइटमा सुत्छौँ, सुतिसकेपछि हामी चाहिँ ड्रिममा पुग्छौँ, पुरै एन्जलहरूसँग चाहिँ हामी घुमिरहेछौँ। भनेपछि नाइटमा हामी केमा पुग्यौँ त, हेभनमा पुग्यौँ। अथवा हेभनमा हामी कतिखेर पुग्यौँ, नाइटमा पुग्यौँ। नाइटबाट नाइट्रोजन, हेभनबाट 7 है त। नाइट्रोजन 7 मा पर्दो रहेछ। सिमिलरली 8 लाई हामीले गेट भनेर राइमिङ वर्ड दिएको छ। गेट भनेर चाहिँ अक्स छ, अक्सफोर्डबाट यसलाई चाहिँ हामीले अक्सफोर्डको गेट भनेर पनि सम्झिन सक्छौँ। अथवा अक्स भनेको चाहिँ साढे, साढे चाहिँ डुल्दै डुल्दै कहाँ आइपुग्यो त, मेरो घरको गेटसम्म आइपुग्यो भनेर त्यसरी पनि सम्झिन सक्छौँ है त। अक्सफोर्डको गेट भनेर सम्झिँदा पनि हुन्छ। 9 को वाइन, यो एकदमै फनी छ है। हाम्रो ज्याकी च्यान भन्ने जुन हिरो हुनुहुन्छ, उहाँको एउटा ड्रङ्कन मास्टर भन्ने मुभी छ। उहाँ चाहिँ त्यो जब ड्रङ्क गर्नुहुन्छ वाइन, त्यसपछि चाहिँ उडी उडी हान्नुहुन्छ आफ्नो एनिमिजहरूलाई होइन।
भनेपछि फ्लाइ गरी गरी हान्नुहुन्छ, उडी उडी हान्नुहुन्छ भनेपछि, अथवा नर्मलमा पनि वाइन खाइसकेपछि रक्सी खाइसकेपछि मान्छे के गर्छ आइस सिङ्गल सिङ्गल भिट्ने मान्छे नि भनेपछि मान्छेहरू उड्न थाल्छ, वाइनमा फ्लाइ गर्न थाल्छ भनेपछि फ्लाइबाट फ्लोरिन, फ्लोरिन कतिमा पर्दो रहेछ त वाइनमा पर्दो रहेछ, वाइन भनेको 9 है त, त्यसरी सम्झिन सक्छौँ। 10 को चाहिँ हेन, हेन छ, हेनमा चाहिँ हामीले नयन भनेर जोडेको छौँ, यो कुखुराको नयन भयो। जस्तै यसको चाहिँ अरूलाई चाहिँ मृग नयनी मनपर्छ भनेपछि मलाई चाहिँ कस्तो मनपर्छ त कुखुरी नयनी मान्छे मनपर्छ है त, कुखुराको जस्तो नयन भएको मान्छे चाहिँ मलाई मनपर्छ भनेपछि नयनबाट नियन, के को जस्तो त कुखुराको जस्तो हेन, हेन भनेपछि 10, यसरी हामीले राइमिङ वर्डबाट याद गर्न सक्यौँ। त्यसरी चाहिँ इलिफेन्ट, इलिफेन्टको इलेभेनको चाहिँ इएलइभीइएनबाट चाहिँ हामीले इएलई यो राइमिङ हुन्छ, त्यसरी इलिफेन्ट लिएको छ। अब गर्मी यति बढ्यो कि जाउला खेलको इलिफेन्टहरू चाहिँ बाहिर निस्केर त्यहाँको सोडा चाहिँ पिउन थाले, यसरी चाहिँ ओहो साह्रै गर्मी हो दाजु, एक बोतल सोडा पाउन भनेर चाहिँ सोडा पिउन थाले है त। सोडाबाट सोडियम भयो, इलिफेन्टबाट हाम्रो 11 भयो, सोडियम चाहिँ 11 मा पर्दो रहेछ। 12 को चाहिँ टावेल भनेर हामीले राइमिङ वर्ड दिएको छौँ। यसमा चाहिँ अब अरू धनीमानी मान्छेहरूसँग त सुटेड बुटेड हुन्छ होइन, तर गरिबहरूसँग माग्नेहरूसँग त केही पनि हुँदैन। अनि माग्नेहरू चाहिँ के बेरेर आइरहेछन् त भनेर भन्दाखेरि यसरी टावेल बेरेर चाहिँ माग्न आइरहेछन्, टावेल बेरेर को आइरहेछ त माग्ने आइरहेछन्, माग्नेबाट म्याग्नेसियम, टावेलबाट 12 भनेपछि म्याग्नेसियम कतिमा पर्दो रहेछ त 12 मा पर्दो रहेछ। यसरी ठ्याक्कै एक्ज्याक्ट यही नै वर्डहरू युज गर्नुपर्छ भन्ने छैन, यो जस्ट सिम्प्लिफिकेसनको लागि अथवा एउटा त्यो इक्जाम्पलको रूपमा मात्रै सेट गरिएको, आफूलाई जसरी कम्फर्ट हुन्छ त्यसरी चाहिँ राइमिङ वर्डहरू मिलाउन सकिन्छ है त। 13 को चाहिँ हामीले थर भनेर चाहिँ राइमिङ वर्ड दिएको छौँ। 13 को थर मात्रै लिएको छौँ हामीले, थर भनेको सरनेम भन्न खोजेको। थर नेम चाहिँ मलाई कुनै कुनै चाहिँ एकदम अलिक अजिब लाग्छ कि, जस्तै चलाउने, बम, बुढा, सेन्चुरी, नो अफेन्स कसैलाई पनि त्यसरी टार्गेट गर्न खोजिएको होइन, जस्ट एउटा मेमोराइजेसन टेक्निकको लागि मात्रै युज गर्न खोजिएको है। यसको लागि चाहिँ कुनै कुनै थरहरू चाहिँ मलाई अलिक अजिब लाग्छ है त। अलिबाट आल्मुनियम भयो, 13बाट थरबाट 13 भयो है त। त्यसरी 14लाई हामीले 14 भनेर चाहिँ एउटा राइमिङ वर्ड दिएको छौँ। 14 जस्तै राम्रो मान्छे, पढे लेखेको मान्छे, एजुकेटेड मान्छेहरू त सफा छिट्टिको परेको घरमा बस्छन् भनेपछि सिल्ली मान्छेहरू चाहिँ 14मा बस्छन्। 14मा कस्तो मान्छेहरू बस्छन् त सिल्ली मान्छेहरू बस्छन् है त। सिल्लीबाट सिलिकन, 14बाट 14 है त, सिलिकन कतिमा पर्दो रहेछ त 14मा पर्दो रहेछ। सिमिलरली 15लाई हामीले टिफिन भनेर कन्सिडर गरेको छौँ। टिफिनलाई चाहिँ हामीले के गर्न सक्यौँ त भनेर भन्दाखेरि अब गर्मी अचेल यति बढ्यो कि होइन, जाडो महिनामा चाहिँ खानाहरू टिक्छ, तर गर्मी महिनामा चाहिँ के हुन्छ त मम्मीले पठाइदिएको खाजाको टिफिन बक्समा भएको खाजा छ त्यो चाहिँ फस स्मेल आउने भयो कि, फस गनाउने भयो, बर्बादी भयो नि भन्ने भयो। भनेपछि फसबाट चाहिँ फस्फोरस, टिफिनबाट चाहिँ 15 भनेर हामीले यसरी याद गर्न सक्छौँ। त्यसरी चाहिँ 16 छ। 16लाई चाहिँ हामीले नागरिकता दिएको छौँ। अब नागरिकता कसरी आयो भन्ने कुरा पनि आउन सक्छ। 16 वर्ष पुगेपछि हामीले नागरिकता पाउँछौँ, त्यसैले चाहिँ 16लाई चाहिँ नागरिकता भनेर कन्सिडर गरेको। नागरिकतामा चाहिँ हामीले नागलाई मात्रै लिएको छौँ। अगाडि एउटा नागिन भन्ने पहिले सिरियल आउँथ्यो, त्यो सिरियल जे होस् त्यसबाट कनेक्ट गर्न खोजिएको यो चाहिँ। यो नाग जस्तो मान्छेहरू हुन्छ नि, बाहिर चाहिँ चिल्लो कुरा गर्ने अनि भित्रभित्र चाहिँ ब्याक बाइटिङ गर्ने अनि कुरा काटेर बस्ने, त्यस्तो मान्छेहरूलाई चाहिँ नाग जस्तो पछाडिबाट डस्ने मान्छेहरूलाई के गर्नुपर्छ त भनेर भन्दाखेरि यसरी सल ओढाएर पब्लिक हान्नुपर्छ है। भनेपछि नाग जस्तो मान्छेहरूलाई सल ओढाएर पब्लिक हान्नुपर्छ भनेपछि सलबाट के भयो त सल्फर भयो, नागबाट हाम्रो नागरिकता, नागरिकता भनेको 16 वर्षमा पाइयो भनेपछि सल्फर कतिमा पर्दो रहेछ त 16मा पर्दो रहेछ। सिमिलरली 17मा के छ, 17लाई नेपालीमा 17 भनिन्छ, 17बाट शत्रु भनेर हामीले गर्यौँ। अब के गर्नुपर्छ, जस्तै आफ्नो वेल विसरहरूलाई अथवा फ्यामिलीलाई, रिलेटिभ्सहरूलाई चाहिँ नजिक राख्नुपर्छ, तर जो शत्रु हुन्छन्, इनेमी हुन्छन्, तिनीहरूलाई के गर्नु पर्यो त क्लिन गर्नु पर्यो, एक एक गरेर ड्याङ कुटेर यिनीहरूलाई क्लिन गर्नु पर्यो है त। क्लिनबाट क्लोरिन, 17बाट शत्रुबाट 17 है त, 17 क्लोरिन 17मा पर्दो रहेछ। त्यसै गरी 18मा भोट भनेर छ, 18 वर्ष पुगेपछि हामी भोट हाल्न पाउँछौँ। त्यसरी चाहिँ अब यो एउटा इमेज छ, यो इमेज हाम्रो 2079मा रौतहटमा चुनाव हुँदाखेरि त्यहाँको ब्यालेट बक्स, यो भोट हाल्ने बक्स नै त्यहाँको मान्छेले उडाइदिएको थियो यसरी। भनेपछि अब यस्तो हुँदाखेरि चाहिँ हामीलाई के चाहियो त सुरक्षाको लागि चाहिँ यसरी गन राख्नु पर्यो कि होइन। कस्तो गन भनेर भन्दा एआर गन चाहियो कि, त्यो गेमर्सहरूलाई चाहिँ आइडिया हुनसक्छ यो विषयमा। आर गन होइन, अब गन चाहियो भनेपछि 18मा के पर्यो त
आर्गन पर्यो, यसरी चाहिँ हामीले मेमोराइज गर्न सक्छौँ। लास्टको 19 र 20 को चाहिँ पोटासियम र क्याल्सियम चाहिँ यतिकै पनि याद हुन्छ। अब त्यही पनि यो 19 लाई चाहिँ हामीले फाउन्टेन भनेर भनेको छ। एउटा यो पहिले कमेडी सो आउँथ्यो तक्बे बुढा भन्ने, 19 फाउन्टेनको कुरा हो हेर केटा भनेर बुढोले गफ दिइरहन्थ्यो होइन। हो त्यसरी चाहिँ फाउन्टेनबाट हामीले फाउन्टेन भनेर सम्झेको छौँ, फाउन्टेन पेन, यो पेन। अब सरले चाहिँ के दिनुभयो त भनेर भन्दाखेरि चाहिँ के दिनुभयो, फाउन्टेन पेन दिनुभयो। सधैँ सरले के दिनुहुन्छ त फाउन्टेन पेन गिफ्ट दिनुहुन्छ भनेपछि केबाट के आयो त पोटासियम। लास्टको 20 छ, 20लाई पोइजन भनेर वाला विष सम्झे पनि हुन्छ अथवा 2020 बिस्किट यो सम्झे पनि हुन्छ। अब 2020 बिस्किट खाएको क्या मिठो भयो कि होइन भनेपछि यो मिठो कस्तो भयो त, क्या मिठो भयो, यो क्याबाट के भयो त क्याल्सियम भयो। यसरी हामीले 1 देखि 20 सम्मको याद गर्न सक्छौँ। यसलाई अब एकचोटि सर रिभाइज गर्यो भने चाहिँ उल्टो सुल्टो बिचबाट जताबाट सम्झे पनि हुन्छ। यसैलाई चाहिँ हामीले प्याराग्राफलाई पनि ट्याक्क त्यो पोइन्टमा बनाउने, अनि त्यो पोइन्टमा बनाइसकेपछि त्यहाँको एउटा किवर्ड निकालेर यसरी नम्बर सिस्टमबाट हामीले याद गर्न सक्छौँ। ओके, थ्याङ्क यू।